धेरै दिनपछि चाइना गेम आयो। चाइना गेमको हालत चाहिँ यो पो रहेछ। हामी उतापट्टि क्रिकेट खेल्थ्यौँ। ल हेर्नुहोस् साथीहरू, चाइना गेमको पार्किङ बाहिर यति घाम छ यहाँ, लास्टै घाम रहेछ। बाफ्रे आज ओहो नमस्ते यार, नमस्ते। के छ खबर? ओ सर बिजी हो मोबाइलमा? ल यो के को जुस बनाउन आँट्नुभयो तपाईँले? यो डिएक्सन प्रोडक्ट। यसको चाहिँ तपाईँको एकदमै गर्मीको समयमा खाने है, शीतल हुन्छ। गर्मी भएको बेला चाहिँ यो शीतल दिन्छ है। ल मलाई पनि हाल्नुभयो। ल यसको नाम चाहिँ रहेछ लेमन जी जुस साथीहरू। ल साथी, डिएक्सन प्रोडक्ट यताबाट देख्न सक्नुहुन्छ। डिएक्सन यो त रातो चिया जस्तै रहेछ त यार, रातो चिया जस्तै छ त। ल त्यसरी घोलिदिएको। ल एकदम चिसो है यो। बाहिर किनेको यो जुस नखाने है, यो डिएक्सनको प्रोडक्ट खाने।